नारीलाई देवी मानेर पुज्ने देशमा यस्ता नरपिशाच हत्याराहरू खुल्लम खुल्ला घुमिरहेको देख्दा यो कलियुगमा हामी महिलाले काली र उग्रचण्डीको रूप लिनुपर्ने अवस्था आएको छ। विश्वविख्यात एप्स्टिन र त्यसको काण्डको बारेमा सुन्नु नै भएको होला, जसले आर्थिक प्रलोभनमा राखेर ब्ल्याकमेल गरेर सयौं महिलालाई यौन शोषण गर्यो। एप्स्टिनलाई कानूनले बचाउन सकेन, तर नेपालमा त्योभन्दा ठूलो नरपिशाच जसले वर्षौंदेखि नारीको अस्मितामाथि खेलवाड गर्दा पनि अझै बाहिर खुला घुमिरहन दिएको छ, अझै अन्तर्वार्ता दिँदै हिँडिरहेको छ यो नरपिशाच हत्यारा। जनताको झण्डै 2/3 समर्थन पाएको सरकारले नारीको नग्न तस्बिर बिना राखेको कसुरमा यसलाई आजीवन जेल पठाओस्। तपाई कल्पना गर्नुहोस्, आजको दिनमा कुनै पत्रिकाले एउटा महिलाको नग्न तस्बिर फ्रन्ट पेजमा राख्छ, त्यो पनि ब्लर नगरिकन भने त्यो पत्रिका चलाउनेको के हालत हुन्थ्यो होला। आजको दिनमा त यो कल्पना भन्दा बाहिरको कुरा हो, तर 24 वर्ष अघि खुल्लम खुल्ला 24 वर्षीयको नग्न तस्बिर फ्रन्ट पेजमा राख्ने दुस्साहस गर्ने अपराधी हो। यो अपराधी मिडियामा आएर अन्तर्वार्ता दिँदै चर्चामा आउन खोज्दैछ। म प्रधानमन्त्री भएको भए यसलाई नारीको नग्न तस्बिर हालेको कसुरमा 2 घण्टामा घिसा तपाईको रगत उम्लेर आउँछ यो सुन्दा कि नारीको शरीरसँग खेल्न पल्केको यो कुनै बेला प्रेस काउन्सिलको अध्यक्ष थियो, जसलाई पत्रकारिताको साधारण नियम कानून र आचार संहिताको ज्ञान छैन। कानूनलाई आफ्नो औलामा खेलाउन सक्छु, आफ्नै बाउको वीरता भन्ने आडम्बर बोकेर यो हत्यारा अझै पनि कानून हातमा लिएर खुल्ला घुम्दै अन्तर्वार्ता दिँदै हिँडेको छ। न कुनै लोकसेवा पास गरेको, न कुनै मेरिट बेसमा जागिर पाएको, पार्टीका नेताको आन्द्रा भुँडी थाहा पाएको भरमा प्रेस काउन्सिल जस्तो गरिमामय पदमा बसेर ब्ल्याकमेल गर्दै बसेको छ। यो खोज पत्रकारिता गर्छु भन्दै हिँडेको ब्ल्याकमेलर नरपिशाच दशकौंसम्म राजनीतिक आडमा अर्बौंको भ्रष्टाचार हुँदा कहाँ लुकेर बसेको थियो र अहिले सरकारको खेदो खन्न लागेको छ। जबसम्म यस्ता नरपिशाचहरू हाम्रो समाजमा हुन्छन्, हामी नारीहरूलाई एउटा खेलौना बनाइन्छ र अनेक प्रलोभनमा पारेर हाम्रो अस्मितामाथि खेलवाड गरेर प्राणसम्म लिइन्छ। यिनीहरूलाई समाजमा त के धरतीमा खुल्ला घुमेर सास फेर्न नि कुनै छुट छैन।